हेलो साथीहरू, आज म फेरि गाउँकै घरमा आएको छु। गाउँको घरमा किन आएको छु भने आज फेरि पनि त्यत्तिकै भेटघाट। अब हाम्रो यस्तै हुन्छ नि त, फ्री समयमा शनिबारको बेला अन्त हामी जाँदैनौँ, म विशेष जाँदैन। आफन्त छर छिमेकीहरूसँगै भेट्ने क्रम हुन्छ र त्यसै बिचमा आज म फेरि गाउँको आफ्नै घरमा आएको छु। किन आएको छु भने चटपटे खानको लागि केटाकेटीहरूले गाउँमा खानुपर्छ है भन्ने हिसाबले भने हुनाले यहाँ सबै आछौँ हामीहरू। चटपटे बन्दैछ, खान्छौँ, त्यसपछि मजाले बस्छौँ, एकछिन रमाउँछौँ, फेरि जान्छौँ है साथीहरू। आफ्नो यस्तो फ्री भएको बेला यसरी चाहिँ परिवारसँग को साथीहरू बस्नु भएको छ, को घुम्नु भएको छ मलाई भन्नु होला है त। किनभनेपछि 40 कटेपछि रमाउने भनेको यही हो। हामीहरू यहाँ चटपटे खान लाउँछौँ। चटपटे यो चटपटे बजै हामी चाहिँ बजेका दाँत छैनन्, बजे चटपटे खान्छौँ फेरि। यता हाम्रो चटपटे पार्टी छ आज। यो हाम्रो चाहिँ मेन हाकिम म्यानेजर हो, चटपटे बनाउने। त्यो अर्को छ उता, अर्का भित्र छन् बाबु साहब। फेरि सबभन्दा यतातिर कम मैले खाएको छैन बाबु। राम्रो पानी यो यस्तो नलका खान लाग्छु आज मैले। हाम्रो चाहिँ पुरानो नलका, गाउँको नलका यस्तो कस्तो हेर, हाम्री भान्जी चलाउन लाग्छन्। खै म पानी खाऊ हो। यो यस्तो खालको नलका यो। अब हाम्रो बजारतिर त हुँदैन यस्तो, गाउँमा आएपछि अझ आनन्दमय हुन्छ। यो गाउँको पानी खाइयो, घरमा आइहाल्छ, बिन्दास भइहाल्छ है।